अर्को आउँछ भिडियो हुँदैछ गाडी यता देखा अलि पनि किन्नुपर्छ फाइनली हामी केवल कारमा छौँ होइन हाम्रो फ्यामिली मात्रै आउला पनि खिच है ल अहिले अनि माथि माथि ढुक्क जान्छ नि अनि त्यतिखेर फोटो पनि खिच्नुपर्छ नि बालेश्वरमा आएर मेरो चाहिँ नझिक्नु अनि आह म आफ्नो आफै झिकिहाल्छु नि अहिले अघि नै गरेँ त अहिले काठमाडौँ होइन थुक्नेले है कान बन्द त हुन्छ अहिले माथि गएपछि थुक्नेले कतिको टाढो छ धेरै टाढो छैन मनोकामनाबाट टाढो छ यहाँ माथि जानुलाई मनोकामनाको 20 मिनेट या त Hello पहिला guys. उतातिर पनि यस्तो यो लेखेको छ त कति कति भनेर क्षमता टाढा टाढा अझ पनि त हिँडेर जाने बाटो छ यो जङ्गल जङ्गल यताबाट छ बाटो मोटरसाइकल त्यहाँ गाडी बाटो जान्छ मनोकामना नि जाँदो रहेछ नि गाडी त फेरि फर्किँदाखेरि यसमै त फर्किने नि अँ कस्तो राम्रो कस्तो बेलुका चाहिँ यतातिर झिलिमिली बत्ती देख्छ रमाइलो हुन्छ के अहिले त खासै ओ माय गॉड माथि कसरी आइरहेछ है कतिवटा डाँडा काट्छ अहिले त एउटा डाँडा जतिवटा डाँडा काट्छ त्यस्तै आवाज आउँछ घाटा 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 अनि यो डाँडा माथि त्यो बिचमा डाँडामा बसेर पनि टक्क फोटो खिच्नु आनन्द आउँछ हाम्रो फ्यामिली भएर अहिले कराउँदा पनि केही छैन अरू अगाडि त अहिले अप्ठ्यारो लाग्छ फोटो खिच्ने हो कि अब भिडियो त भाउजू हामीले चिनेको छैन बाबा फुलको त्यो पछाडि चाहिँ गर्नु नि के अगाडि हामीलाई देखाउनु न हामीले देखेपछि बा यो गरिदिइहाल्छ क्या मजाले धुवाँसुवा आएको यदि हामी फाल्यो भने के हुन्छ के पनि हुन्न हुन्न के होला रुखहरूमा हर्किन्छ त्यही हो रुखदेखि होइन सुकेको भए त हो पनि यो त हरियो छ नि त आलो के माथि माथि पो हरेछ तल तल हाँगाएर त त्यसको लागि यो सबै काटेको छ हाँगाएर यस्तोरी काटेको छ यो नभए त जङ्गल भइहाल्छ नि बनाउने बुद्धिको पनि धेरै हो है त्यत्रो तारमा पोखरामा एकाकी अनि तलबाट खोल्दै खोल्दै आउनु पनि जोडेको एउटा तारले त दुईजना त कतिजना मान्छेहरू खान्छ अनि त्यत्रो मोटो तार छ त्यही भएर त्यत्रो मोटो हालेको त नि बडलाम छुटेर बुडुङ 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 त्यसो बोल्नुहुन्न जे पाए त्यही एकचोटि यस्तै भएको थियो यहाँ दुर्घटना यहाँ भएको थियो अनि के त नि तर भएको थियो त्यस्तो भइहाल्छ नि कहिले कहीँ त त्यही पनि त्यस्तो बोल्नुहुन्न रे के बिचमै अड्केर कस्तो भएको थियो नि त्यतिखेर त जेनेरेटर थिएन नि अहिले त जेनेरेटर छ त्यस्तो बोल्नु बिचमा त अहिले पनि रोकायो भने रोकिहाल्छ नि पहिले त रोकिन्थ्यो पहिले मान्छे रोकेर फोटो खिच्थ्यो मजा अहिले त सिसी क्यामेराहरू छ नि त उठाउनु यो डाँडा होइन अझै एउटा डाँडा बाँकी छ ल यो डाँडा कट्यो अब अर्को मन्दिर देख्यो जय परमेश्वर यो बालेश्वर ऊ त्यहाँ माथि रहेछ होइन मन्दिर भयो? चन्द्रगिरी चन्द्रगिरी। मन्दिर त्यहाँ लास्टमा रहेछ चन्द्रगिरी मन्दिर ओ, यो यस्तो केबल चाहिँ- कारमा सामान लाने हो पकडा सकडा यसमा लान्छ बाख्राहरू साइकलहरू देख्यो अझै एउटा अहिले मनकामना भयो यतिखेर पुगिसक्थ्यो मनकामना भन्दा अहिले अलिक टाढो छ मनोकामना पनि केवल गाडीमै जानुपर्छ केबल कारमै हो हिँडेर गयो मनोकामना। भने चाहिँ तर टाइम लाग्छ यस्तै हो क्या तर जाँदैन हिँडेर सबै अनि क्या उसमा अहिले त सुविस्ता के हिँडेर यसो निसाले चाहिँ अझै फर्किनु भ्याउँछ त भन्दै थियो गाडी पाउँछ मलाई फोन गरिरहेको थियो मैले उठाएन भिडियो गरिरहेको बेला मलाई होटेलमा के टेन्सन भइहाल्छ नजिक त छ नि कोठा तर बच्चाहरूले गर्दा टेन्सन हुन्छ नि बच्चाले गर्दा किन टेन्सन के टेन्सन खानासाना पकाउने निसा दियो आउनु हुँदैन घर आउँछ आज आउँदैन भोलि मात्रै आउँछ ए विनायकलाई भन्नु चल्चो सोचो लिएर आइज पका होइन तरकारी पाकिसकेको छ यहाँ होटेलमा बस्नु सर ट्याक्सीमा जान भ्याउँछ जानु पाउँछ एउटा भनाइ भनेको मैले किन त्यहाँ विनायक अब जस्तो विनायक छँदैछ र ठुलोमा तर पाउँछ होला होइन पाउँछ पठाउ ट्याक्सीहरू हुन्छ पठाएन भने डाटा तान्छु क्याब बुक गर्छु आउँछ 4 जना चढ्ने जाने 500 रुपियाँ लिएला जाँदा अस्तिपल्ट जाँदा त मलाई उल्टी भएर केवल कारमा यसमै कस्तो उल्टी भएको थियो बा उल्टी फाल्न नपाएर कस्तो मलाई त घाँटी छ नि यहाँसम्म आएर यस्तो यहाँ छ त उल्टी बिमारी भएर छ यहाँ गर्नु मिल्दैन जे पाइ त्यही सुना भने सरी गरौँ जे पाइ त्यही के जे पाइ त्यही तल मान्छे हिँडिरहेको हुन्छ टाउकोतिर त्यस्तो गर्नु मिल्दैन यहाँ अलाउड छैन भनेको चट्ट बिर्सन
कस्तो राम्रो यहाँबाट त कस्तो ऊ देखिँदो रहेछ कि आइफोन हुनु पर्थ्यो डिएसएलआर ल ऊपर खुट्टी लगाएको फोटो खिच ल फोटो खिच्दिनु फोटो खिच भिडियो गरिरहेको छु मैले कुन चाहिँ फोटो के हेलो फिल्ममा भन्नुहोस् के भन्न चाहनुहुन्छ हामी चन्द्रगिरीको दर्शन गर्न आइपुग्यो रातिको आरती बेलुकाको आरती हजुरहरु पनि आउनु होला। र मन्दिर पुग्न लाग्यो अब हामी चराहरू बास बस्न थाल्यो मन्दिर पुग्न तल झर्दाखेरि चाहिँ छिट्टो झर्छ क्या ओह्रालो छ नि त तल अझै त कति तल जानुपर्छ माथि हाइकिङ गर्ने ठाउँ धन्न यहाँको मान्छेहरू बस्छ है यस्तो ठाउँमा पनि अहिले यो भएर पो सुविस्ता भयो त पहिला पहिला त बेला यता बस्थ्यो भने यो होटल थियो होला एउटा गाडीमा जानेहरू जान्थ्यो होला हाइकिङ गर्ने मान्छेको यहाँनिर टुङ्ग्यो यहाँनिर टुङ्ग्यो नि यहाँबाट फेरि माथि रहेछ यो ट्रेकिङ गर्दै यहाँबाट अब तल यसरी जाने अनि यहाँबाट त्यहाँ सिधा सिधा भड्याङ यहाँ बाटो रहेछ त्यो साइकल गुडाउन मिल्ने खालको यो बाटो यताबाट पनि बाटो रहेछ त्यही बाटो हो उताबाट आउने पछाडिबाट आउने बाटो अब यो यताबाट चन्द्रगिरी यताबाट यता कताबाट चन्द्रगिरी जान्छ आफ्नो घर कहाँ मन्दिर आयो प्रभु मन्दिर आयो हजुरको ठाउँमा आयो दर्शन गर्न होटल राम्रो रहेछ पैसा पनि हेलिप्याड पनि रहेछ पैसा पनि राम्रो छ कति सानो सानो देख्ने एकजना गाडी बुक गर्नुपर्छ होला अगाडि बुक गरेर पनि कोठा सफर सफर यताबाट कता माथि फाइनली वी रिच द डेस्टिनी यहाँ भित्र त चितुवाहरू पनि होला है बाघहरू होला नि हल्का फुल्का बाघ त छैन होला बाघ नत्र मान्छेहरू यत्रो हुन्छ फेरि अहिले फेरि बेलुका हिँड्दैन नि त चितुवा चाहिँ हुनसक्छ प्लेनमा यसरी नै माथि जानुपर्छ सरर देख्छ यसरी प्लेनमा त तल देखिँदैन बादलको बिचमा सुरुमा उड्दा मात्र आइपुग्यो भित्र छिर्यो हामी मोबाइल चुट्योला छ बाहिर निस्किने ठाउँ खोल्छ झर्ने अब बाहिर झरे ममा त झरेको आएन नि यार अब माथि जाने रहेछ नि त भाइ फेरि उकालो चढ्नु पर्ने नि पानीमा छाताबाट खिच्यो भने तल होइन तल भने कि त्यो उसमा बिचमा popular होला मेरो फुपू आउँदै हुनुहुन्छ चन्द्रगिरी हिल्स अब हामी इन्ट्रेस्ट माथि जान्छ यही हो माथि वेटिङ एरिया यो चाहिँ माथि केबल कार माथि जाने entrance morning last time आउँदै हुन्छ
मम्मी आउँदै हुनुहुन्छ फाइनली हामी आज चन्द्रगिरी आइपुग्यौँ घुम्नलाई आज के भयो आइतबार भएको भएर खाली भएको भिडियो त कसले गर्नु भन्यो भिडियो गर्दिन हजुरले त फेरि फोटो खिच भने त कस्तो मजा है मम्मी 7:30 बजी हुन्छ नि तल जाउँ फोटो खिच्नलाई 7:30 बजी आरती हुन्छ नि तल जाउँ हेलो आज हामी चाहिँ यहाँ चन्द्रगिरी आएको चन्द्रगिरी गट गर्मी कस्तो हिँड्दा झन्डै मरेन यहाँ यस्तो छ पुरा म भिडियो गरिरहेको थिएँ हाम्रो मम्मी भाइ मेरो फुपू उता जानुभएको छ अब अहिले एकछिन केबल कार आउनुपर्छ पानी भिज्छ बुढिया ल तपाईँ जानु पठाइदिन्छु अलिक कराउँदैन जुत्ता चप्पल लगाएर जान मनाइ छ अरे आमा नै म नआउने म त फोटो खिचिदिन्छु मैले भिडियो गरिरहेको छु कि फुपू मैले फोटो खिचिरहेको छु नि त भिडियो गरेको के बरु मलाई फोटो खिचिदिनु म यहाँनिर साइडमा चाहिँ बस्छु भाइ आइज फोटो खिच्दै हाम्रो यहाँ हामी पूजा गरेर निस्किसक्यौँ अहिले रातिको 8 बजी मेरो भिडियो गर्नु मेरो अनुहार आउँछ म यसमै बसेर जान्छु ल अरे अब हेर्नु सोनु दी यसमा बसेर जानुहुन्छ स्पेसल टीको लागि हेलो गाइस मेरो देखिरहेछ नि है आइरहेछ नि नआउने त कुरा हुँदैन हेर्नु आयो हाम्रो वाहन 15 नम्बरमा चढ्न त हो चढ्नु न के भित्र हामी 15 नम्बरमा बसिसक्यौँ कहाँ हातले छेकिरहेको छ र क्यामेरा छ नि त अब उता लास्टको छुट्टी दिन्छु अन्धकारै यहाँ गएछ एउटा हेलो 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 कोही नि छैन तर हुन त अब रमाइलोको लागि मुसे लागिरहेछ सबै त भइसक्यो हामी माथि छौँ माथि गर्दै गइरहेछु डाँडामा छौँ त्यही भएर नआएको मम्मी आउँदै हुनुहुन्छ
छ बस पनि आउँदैछ